ल सम्झेको बेमा हामी चाहिँ फुपूको सगुन यहाँ लाँदैछु हेर्नु अब फुपू त्यही हो मेरो चाहिँ बडामा अब खसी छ अनि चिसो रोटी अनि बियर है एक कार्टुन बियर छ ल फुपू सगुन पनि रेडी भयो हाम्रो अब हामी जाँदैछु सम्झेको घरमा यहाँ आउनु खसी पनि गतिलो छ जोस् फुपू सगुन छ अब राम्रै होला जस्तो छ खसी पनि झाप्पै बोकेछ बडामाले ल यो भिराइदियो कोक यहाँनिर ल हामी चाहिँ अब हिँड्यो ल अब बाटै बाटो अब 2-3 घरपछि आइहाल्छ सम्झे घर पनि धेरै टाढो पनि छैन देवा रमाइलो छ नि अब भोलि चाहिँ बे हाम्रो रमाइलो होला जस्तो हामी चाहिँ अब वाइफको सन्तान पऱ्यो अब जाँदै जाँदैन खसी कतिले ल बे घर पनि आइपुग्न लाग्यो त्यही हो हेर्नु ल गाइस हेर्नु कति मजाले सजाएको छ यहाँनिर खै त अरू फुपूहरू छैन त कहाँ गएर फुपूहरू अझै 2-3टा खसी छ भन्दा त्यहाँ ल समात्ने ल यो गेट हो जस मस्तले सजाएको छ यो चाहिँ बेहुला बेहुली बस्ने हो फुपूहरू यहाँ बसिरहेको छ अझ 2टा फुपू आउनु बाँकी छ भन्दा उहाँ कुकुर पनि मस्त बसिरहेको ल सम्झे त्यहाँ चिज खाँदै रहेछ बसिरहेको छु सम्झेको बिहे भोलि होला जस्तो फुपू 2टा फुपू नआएर यहाँनिर बाटोमै बस्नु पर्यो हामी खोइ ट्याप लाग्छ लाग्यो यहाँ चाहिँ खसी रमाइलो पर्छ भन्दा चाहिँ खसी अबिर लाउने ल अब कालो खसीलाई अब रातो टाटे पिङ्ग्रे पर्ने भयो यहाँ ल यहाँ सिकाउने 3जना बन्छ सिकाउने मास्टर यहाँनिर सिकाउने मास्टर हेर आउँदैछ यहाँनिर अटोमा चढेर त्यहीबाट
पेटे उहाँ माथि त झन् 6-7 वटै थियो ए कुखुरै कुखुरा 6-7 होइन कति 13 कि 14 वटा थियो फेरि भाले पनि त्यत्रो छ भाले अरे भाले भनेको नि त ल फुपूखालहरू आइपुग्यो ए छैन त अटोमा छ ल खसीलाई हिरो बनायो भाले नै आइपुगेछ ल ओ भाले भाग्यो भाले भाग्यो भाले नै भाग्यो भिडियो बनाएर फुल खालको भाले नै भाग्यो के खाले नभाग है भाग्नु हुँदैन क्या ल भाले भाग्यो फुपूको भाले नै भाग्दो रहेछ पखेटा बटार्दैन पखेटा भाग्दाखेरि बटाएर न भन्छ मान्दैन त टिचे पेर लैजाऊ न मान्नु पर्दैन हो बडा बडा भएको छ मान्छे आएर त्यहाँ मान्छ होला खोदाहरू खसी को नाथे चप्पल खो एउटा खुट्टामा चप्पल चप्पल लिएर नानी बाबा पागरी गाडी आजकल त कुनै नहुने रहेछ आइपुग्यो एउटै चाहिन्छ एउटै भयो पनि हुन्छ यतिखेर साउन्ड भइसक्यो अझै आउने भयो होला त्यसतिर लगेछ यहाँ सिटेको थियो त ए त्यसो नि ठाउँ नपुगेर म त छोड्दिएर घरमै थिए अर्को फुपूट आइसक्यो यहाँ बाहिर अरे यहाँ दमै लाठी लिएर जो अगाडि खुट्टा भाँचिहाल्नु है बजाउने क्या सनै बजाउने ए पस्ने एकछिन टेको हतार त्यही पुग्नु छ दबाई बिना भित्र फेरि नदिने रे त्यही भएर हामी सब यहाँ बाहिरै बसिरहेको छ कतिखेर आउने दबाई खै सनै बाजा पनि आइपुग्यो होइन क्या हो र बाजा पनि आइपुग्यो जस अब फुहरू भित्र इन्ट्री हुन्छ जस्तो खै के भन्छ भिडियो नबनाएको छैन खत्तम छ है भन्छ हेर्नु नि तर्छ भन्छ नि तर अब बाजा पनि आइपुग्यो अब फुपूहरू चाहिँ भित्र इन्ट्री हुन्छ जस्तो खोइ सामान्य दिने हो खै अरू खसीहरू बढ्यो अर्को खसीहरू खोइ खाना पनि ठुलै रहेछ आम्मा फुपूलाई सघाउ चाहिँ डरै गर्ने रहेछ हेर्नु त्यहाँ बाजा पनि यत्रो छ ओ खतरा बाजा कत्रो बाजा यो जस भव्य स्वागत हुने भयो अब यही भित्र यही बस्नु न अहिले त एकछिन सगुन गर्नु पर्ने खोइ त
ल मादल पनि बजायो मादल धेरै रमाइलो होला जस्तो अब त फुपू खालाहरू नाच्नै पर्छ यसरी राम्रो बाजा बजाउँछ भव्य ल हेर्नु दर्शकहरू पनि टन्नै छ ल मामा खा मामा पछि ठुलो खालको दुइटा झन् दुइटा त खतरा रहेछ पछि त ए बराबर रहेछ राख्नु पर्यो ल खसीहरू यहाँनिर हाम्रो यहाँ दर्शकहरू टन्दैछ यो छुबो भनेर चाहिँ डह्रो लाग्छ कसैले हेर्नु कोसेलीहरू मामाखालहरू मामाखाल मामाखाल भन्नु सब्जी आउँछ बाटोमा फुपू खालहरू त्यहाँ सामान सामान पछि चाहिँ टाढा आइपुग्यो हेर्नु फुपू खालहरू ल हेर्नु कोसेलीहरू के भएर चाडा कतिले खसीहरू छ यहाँनिर हो खसी कोसेलीहरू यहाँ छ डन्नै यहाँ टन्दै छ हेर्ने फुपू खानाहरूलाई स्वागत गरेर यहाँ रेडी भएर बसिरहेको छ हेर्नु खाता साता चट्ट रेडी बनाएर आएको छ बत्ती
बत्ती गएर फुल यहाँ बिजो गरेर बत्तीबाट कहाँ गयो कहाँ आउँदैन के भयो त्यो गरेर अरू सबै बाहिरै बसेर कहाँ गयो सनाइ बजाउने मजाहरू सब थाकेर यहाँ बस्ताले बजेर खुट्टा नि गऱ्यो होला खै बत्ती बालेर के गरे फुबु खालहरू खुट्टै गल्यो भन्दाखेरि सब बस्न थालिसक्यो खुट्टा गल्यो होला 1 घन्टा उभिसक्यो हाम्रो शनिपेटी पुसारमा दिइरहेछ भाइ रक्सी जान पनि नदिने त चार त मकै भइहाल्यो बत्ती नि बल्छ अब चाहिँ बत्ती नि बल्छ अब एकछिन खै त ल बत्ती आयो गयो बत्ती गयो ल भिडियो गरौ भिडियो आयो ल भिडियो गरौ अरे यहाँनिर सुखाहरू सकार गर्ने कस्तो रेडी परिरहेको खालाई भित्राउने तयारी खालाहरू चाहिँ भित्राउनु तयार हुँदैछ ल तपाईँहरू हेर्नु यहाँ रीतिरिवाज यसैले गर्दा पनि हुन्छ
बस हेर्नु कतिको छ सम्झीको बेगको लागि तयारी नै भइसक्यो रेडी हो यहाँ बडामा खै बडामा ल जाने बडाको बेला जो छ रमाइलो गर्नुपर्छ ल हिँड्यो हामी अब दुईवटा बस अनि एउटा कार होला गाडी दुईवटा बस त मान्छे नि भरिन्छ होला हतार हतार छ अगाडि पुगिसक्यो बडामा बस चाहिँ दुईवटा यही हो अर्को पनि छ दुईटा छ कता अर्को पनि छ भन्थ्यो के हो के यसमा जाने हो हजुर होइन त गाडी छ त्यो त बिहान गाडी बाइक लाने धुलो खुच्रो छ के लानु